हे गाइस गुड मर्निङ है। आज चाहिँ हाम्रो यो के भ्लग भन्दाखेरि चाहिँ डेली भ्लगको डे 1। म चाहिँ आजबाट डेली भ्लग गर्छु भनेर सोचिरहेको छु होइन। लेट्स सी के हुन्छ, सकेसम्म फुल्ली मर्निङ ट्राई गर्छु। अनि आज चाहिँ हाम्रो के हो भन्दाखेरि चाहिँ मैले केही पनि सोचेको छैन होइन। डेली भ्लगको लागि के गर्छु भनेर, जे हुन्छ त्यही देखाउँछु। नो फेक भनेर होइन, नो फेक लाइफस्टाइल भनेर जे हो त्यही देखाउँछु। अनि म चाहिँ यहाँनिर बिहान कलेज पनि जानुपर्ने हुन्छ है। म टक्कसँगले एक कप चिया खाँदैछु। चिया खाएपछि कलेज जानु पनि हुन्छ। अनि त्यसपछि अर्को हाम्रो के भन्दाखेरि चाहिँ अहिले यहाँ वर्ल्ड कपको कारणले गर्दाखेरि कस्तो मुख पनि बिग्रिरहेको छ क्या, कस्तो सुत्ने टाइमै मिलेको छैन है। म अहिले पनि भर्खर पनि 4:30 भइरहेको छ, म वर्ल्ड कप हेर्नलाई उठेको। हजुर गाइस ल, अब चाहिँ हामी यो एक कप चिया खाएपछि कलेज जानु पनि हुन्छ। ओके, के हुन्छ तपाईँहरू लास्टसम्म हेरिदिनु होला, सब्सक्राइब गर्न नबिर्सिनु होला है त गाइस ल। गाइस चाहिँ म चाहिँ कलेज जान रेडी भइसकेको छु होइन। कलेज ड्रेस लगाइसकेको छ। हाम्रो चाहिँ अहिले ड्रेस भनेको छैन, भर्खर स्टार्टिङ भएको हो नि त होइन। त्यसको कारण चाहिँ अहिले चाहिँ यहाँनिर हाउस ड्रेस छ है त। र जाउँ कलेज है त। कलेजभित्र त देखाउन मिल्दैन होला सायद, हामी चाहिँ कलेज चाहिँ जाउँ। लेट्स गो गाइस। गाइस चाहिँ म चाहिँ कलेज पनि आइसकेको छ। हाम्रो चाहिँ अहिले ब्रेक टाइम हो होइन, 10:20मा छुट्टी हुन्छ। यहाँनिर चाहिँ हाम्रो के अरे क्लास 10हरूको क्लास 7हरूको चाहिँ यहाँनिर फुटबल के अरे फुटबल म्याच पनि रहेछ होइन। अहिले वर्ल्ड कपको सिजन छ नि त। अब चाहिँ हाम्रो खाजाखाने ब्रेक है। अब चाहिँ हामी खाजा खान जानुपर्ने हुन्छ। एकदम भइरहेको छौँ। डेन्जर हान्छ त अब खाजा खाने ब्रेक हेर्छ अहिले। अब चाहिँ हामीले खाजा खान पनि हुन्छ होइन। एक समोसा, चाउमिन, पुरी, चना, आलु छ है। गाइस म चाहिँ फाइनली घर आइसकेको छु होइन। म चाहिँ टक्कसँगले मुखसुख धोएर खुट्टा सुट्टा धोएर फ्रेस भएर बसेको छ। अब चाहिँ हामी चाहिँ एकछिन रेस्ट गर्नुपर्ने हुन्छ होइन। आजको डेली भ्लग गर्न मजा पनि आइरहेको छैन। मेरो चाहिँ त्यो के अरे त्यो धैर्यदै छैन क्या। मेरो चाहिँ त्यो के अरे कस्तो एडिट गर्न मन लागिहाल्ने क्या अब भ्लग गरेपछि होइन। भर्खर बिहान स्टार्ट गरेँ। अब दिनमा के हुन्छ अब तपाईँहरूलाई त्यो सबै म देखाइहाल्छु नि होइन। त्यही नै हो गाइस, आनन्द आइरहेको छ। अब कलेजबाट आइपुगिहाल्यो, छुट्टी भइहाल्यो पो है। है तपाईँ एकछिन पावर न्याप लिउँ, त्यसपछि खाना खान जानुपर्ने हुन्छ। मासु र भात ल्याम ल्याम ल्याम। खाना आइसकेको छ हाम्रो चाहिँ टक्कसँगले मासु भात टक्कसँगले साग छैन साँझमा। ल्याम कि ल्याम खाने रेडी हो खानु पर्यो नि त, परिहाल्यो नि यहाँ खुला। A few moments later. गाइस चाहिँ म चाहिँ पसलमा बसेर आइसकेको छु आधी घन्टा होइन। भाडा पनि माझ्यो, टेबल पनि पुस्यो। मैले पहिला यो यस्तोहरू स्किप गर्थेँ भने आज चाहिँ तपाईँहरूलाई मैले पुरै दिएको छु है। मैले चाहिँ यो डेली गर्ने कामहरू हो, मैले चाहिँ त्यस्तो देखाइदिन्थेँ आजबाट, किनकि डेली भ्लग हो नि त होइन। म सबै कुरा देखाउँछु, लाज घिङ नमानिकन फेक लाइफस्टाइल देखाउँदिनँ म है। त्यही नै गाइस हेरौँ है। अब चाहिँ फेरि रुम सफा गर्नु छ, पहिला चाहिँ एकछिन रेस्ट गरौँ, अनि दिनमा के हुन्छ हजुरहरूलाई म देखाउँछु नि है त गाइस ल। आज डेली भ्लग आजबाट जे हुन्छ। म चाहिँ के अरे त्यो पावर न्याप लिन्छु भने त अब 10 घन्टा सुत्दिन्छु म। अनि बिहान के अरे कलेजबाट आएर सुत्दै खाना खाएर अब अहिले भर्खर उठ्दैछु। अहिले चिया खानलाई म दुध लिएर आएको होइन भर्खर। अनि कागती चाहिँ चटपटी खानलाई हाम्रो चटपटी नै बनिसकेको छ। अब कस्तो हुन्छ ट्राई हेरौँ। के त ल फेरि काम त फेरि स्वादले हाल्छ भने चिया चाहिँ मिठो बनायो नि। डोली चियावाला यसलाई चाहिँ लाइसेन्स चाहिँदैन अङ्कल? अङ्कल यसलाई चाहिँ लाइसेन्स चाहिँदैन? लाइसेन्स बिना कुद्छ? ए गाइस चाहिँ आजको भ्लग चाहिँ यहीँ सकाइदिन्छु। चाहिँ म दिउँसभरि सुतेर मैले केही पनि गर्न पाएन। आजको डे 1 कस्तो लाग्यो भन्नु होला, के इम्प्रुभ गर्नुपर्छ भनी। म दिउँसभरि सुतेको कारणले गर्दा चाहिँ केही पनि गर्न पाएन होइन।
अब चाहिँ म एडिटिङहरू गर्छु अनि सुत्छु अनि फेरि बेलुका म्याच पनि हेर्नु छ। आज चाहिँ फ्रान्स भर्सेस नर्वे पनि छ होइन 2 बजीतिर। अब त्यहीँबाट डेली के अरे डे 2 स्टार्ट गर्छु है त गाइस ल। एडिटिङ सिडिटिङ गरेर सुत्नुपर्ने हुन्छ है त गाइस ल। सी यु अन डे 2। बाई बाई गाइस।